हेलो नमस्ते सबैजनामा। आज हामी जाँदैछौँ सिङ्गापुर भ्याकेसनको लागि 8 दिनको लागि। आज चाहिँ घटस्थापना प्लेनबाट जाँदैछौँ। प्रियान चाहिँ प्लेनमा जाँदैछ, म चाहिँ उसलाई फलो गर्दै हिँडिरहेको छु। मैले चाहिँ बिचमा म जान्नु भनिदिएको, ऊ चाहिँ मलाई फर्की हेरिरहेछ कि। अनि हामी प्लेनभित्र पुगेपछि चाहिँ एउटा किड्सहरूलाई चाहिँ गिफ्ट आउँदो रहेछ। यो चाहिँ बुनुलाई ह्याङ्की आयो, उसलाई चाहिँ कार्डहरू थियो अनि उनीहरूले हेडफोन पनि पाए। त्यो हेडफोन लगाएर राइम्स अनि त्यसपछि स्टोरी हेर्दै गएको। हामी प्लेनमा चढ्दा चाहिँ 11 भइसकेको थियो, त्यही पनि हाई गर्दै भयो नि, स्टोरी हेर्दै हिँड्यो कि यिनीहरू चाहिँ। यो चाहिँ भयो फ्लाइट इन्फर्मेसन। हामी कति हाइटमा उडेछौँ, कति छ टेम्परेचर यताउति सबै आउँछ नि त त्यसमा। हाम्रो वे चाहिँ यो रहेछ। अनि हामी पुग्यौँ चाङ्गी इन्टरनेसनल एयरपोर्ट, जुन एयरपोर्ट चाहिँ 2025मा पनि बेस्ट एयरपोर्ट अफ द इयर पाएको रहेछ। यहाँ चाहिँ यो ग्रिनरीलाई यति राम्रोसँग मेन्टेन गरेर राखेको छ नि। यो प्लान्टहरू, इन्डोर प्लान्टहरू कस्तो मजाले कि। यो चाहिँ यहाँभित्र चाहिँ फिस छ, म चाहिँ त्यही फिसलाई क्याचै गर्न सक्छु जेही गरेर हेरिरहेछ। यो चाहिँ भयो अब एयरपोर्टकै वरिपरि हामी घुम्दैछौँ। सिङ्गापुर यहाँ चाहिँ यो वाटरफल पनि बनाएको रहेछ। यो अब इलेक्ट्रिक त होला सायद होइन। सिङ्गापुर इस्टाब्लिस भएको 60 इयर्स पुगेको उपलक्ष्यमा यो चाहिँ आई लभ सिङ्गापुर भनेर यो ठाउँमा गार्डनहरू बनाउँदैछ कि। हो एसजी 60 लेखेको छ नि, यो चाहिँ सिङ्गापुरको इस्टाब्लिस भएको 60 इयर्स पुग्यो भनेर लेखेको हो कि। अनि बाट आउँदैछ स्काई ट्रेन चढेर चाहिँ अब हामी जाँदैछौँ अर्को टर्मिनलमा। हामी टर्मिनल 2मा छौँ, अब हामी टर्मिनल 3मा जान्छौँ। टर्मिनल 3 यो चाहिँ हामीले फर्स्ट टाइम चढेको हो। प्रियान्सले, मैले, बुनुले, बाबाले पनि सायद होला। स्काई ट्रेन चाहिँ हामी चलेको थिएनौँ। स्काई ट्रेनबाट एउटा टर्मिनलबाट अर्को टर्मिनल जाँदा नि आउटसाइड हुँदै जान्छ नि त, अनि यसरी बाहिरको सिन हेर्दै जानुपर्छ। ठ्याक्क हामी यो टर्मिनल 3मा आइपुग्यौँ अहिले चाहिँ। यो चाहिँ जोयल हुँदै नै टर्मिनल 3मा पुग्छ नि त। अनि ठ्याक्क हामीले चाहिँ त्यो वाटरफल चाहिँ यहीँबाट देख्यौँ क्या। ऊ त्यहाँ हेर न, टर्मिनल 3मा पुग्यौँ। अब टर्मिनल 3बाट फेरि हामी आउटसाइड जानु पऱ्यो नि त, बाहिर जानु पऱ्यो नि त। त्यसको लागि हामी जोयलमा जानुको लागि चाहिँ, जोयल चाहिँ सबैभन्दा, जोयल चाहिँ ग्लास हाउस हो, त्यसमा चाहिँ इन्डोर वाटरफल चाहिँ सबैभन्दा ठुलो बनाइएको भनेर भनिएको छ होइन। त्यहाँभित्र चाहिँ लगभग 21,000 जति ग्रिनरी प्लान्ट र 3000 प्लस चाहिँ सफ्ट्सहरू छ भनेर मैले देखेको थिएँ। जे होस् हामी त्यति जानको लागि हिँडिरहेका छौँ। त्यसपछि हामी जोयलको बाहिरपट्टि ठ्याक्क छिर्ने बित्तिकै यो छ, यसमा चाहिँ अलिअलि फोटो खिचेर यिनीहरूलाई मान्ने हो र भने 2जना 2तिर हो, जति बेला पनि 2जना 2तिर वाटरफल चाहिँ यही हो होइन। वाटरफल चाहिँ 10 बजेदेखि बिहान 10 बजेपछि मात्र खोल्ने रहेछ। हामी त अब छिटो पुगेको थियौँ नि त, त्यही भएर वाटरफल हेर्न पाएनौँ। अनि रिटर्न टिकट चाहिँ हाम्रो नाइट ट्रिपको थियो नि त, त्यही भएर फर्किने बेलामा चाहिँ हेर्ने भनेर चाहिँ हामी नहेरिकन त्यहाँ अलिअलि फोटो खिचेर माथिको, त्यसको सबभन्दा माथिल्लो तलामा आएर त्यहाँबाट पनि भ्यू हेरेर प्रत्येक तलाबाट भ्यू हेऱ्यौँ। यो चाहिँ ट्रेन हिँड्ने बाटो हो होइन, तल जुन देखेछ यो ट्रेन हिँड्ने बाटो हो। टर्मिनल 2बाट टर्मिनल 3 आउने बाटो भइहाल्यो त्यो। अनि यहाँ चाहिँ दिउँसोमा चाहिँ पैसा लाग्दो रहेछ त्यहाँ होइन। हामी ब्याक टु अब टर्मिनल 3 आइसक्यौँ। त्यहाँ चाहिँ यो फ्लावर गार्डन त त्यहाँ कति छ होइन। तै पनि यो चाहिँ यहाँ चाहिँ एकजना इन्डियन भाइले चाहिँ सफा गर्दै हुनुहुँदैछ। अनि मैले यो नेचुरल हो कि आर्टिफिसियल हो भनेको, उसले चाहिँ ल हेर्नु मैले पात निकालिरहेको छु भन्दै थियो कि मलाई। यो भाइले चाहिँ पातहरू दिनकै यिनीहरूले यो फुलको पत्ताहरू चाहिँ निकालिदिनु पर्ने रहेछ मेन्टेन गर्नलाई। हेर्नु निकालिरहेछ कि उसले, कति राम्रो बनाएको। तर मेन त्यो ठुलो चाहिँ आर्टिफिसियल हो यो चाहिँ, अनि तलको चाहिँ सबै नेचुरल हो। त्यहाँबाट चाहिँ हाम्रो बिहान आइपुग्यो होइन। अनि त्यसपछि हामीलाई लिनको लागि गाडी आयो, हामी चाहिँ गाडी चढेर जाँदैछौँ। जाँदाखेरि चाहिँ जब बाहिर निस्क्यौँ अनि हामीले, म सोच्दै गएको छु कि
नेपाललाई सिङ्गापुर बनाइदिन्छु, नेपाललाई हामी यति वर्षमा सिङ्गापुर बनाउँछौँ। हो त, नेपाललाई सिङ्गापुर नबनाएर हुन्छ? ल न बनाइदिनुहोस् न, यस्तो राम्रो छ, यति सफा छ। कहिले होला है त्यो भन्ने मान्छेको मुख कता गयो होला अहिले। त्यहाँ चाहिँ हामीले त्यो ड्राइभरहरू पनि इन्डियन ड्राइभरहरूले चाहिँ कहाँबाट आएको भन्थ्यो, नेपालबाट भन्यो भने जेन्जी जेन्जी भन्थ्यो, जेन्जी छैनौँ हामी यहाँ भन्थ्यौँ हामी। हेर्नु न यहाँ कति सफा छ, कति सफा छ, कति मेन्टेन छ। यताहरू सिङ्गापुर घुम्न गयौँ भनेर नेपालमा आएर आश्वासन बारेर म सिङ्गापुर बनाइदिन्छु नेपाललाई यति वर्षमा भने कहिले भन्छ यो? नट पोसिबल जस्तै लाग्छ मलाई त। यी भ्रष्टाचारी नेताहरू टाउकेहरू भइन्जेल त टाउके न पुच्छर नि त्यही टाउकेलाई पछ्याउँदै हिँड्ने हुन् क्या। कति सफा छ कि यो खिचिराख्दाखेरि क्यामेरा अफ गर्नै मन लाग्दैन क्या। अनि जब क्यामेरामा हेरिन्छ त्यो चाहिँ राम्रो लाग्दैन, बाहिर हेरेर क्यामेराले खिचिराख्दा चाहिँ बाहिर चाहिँ कस्तो राम्रो लाग्छ क्या। कति सफा छ, कति मेन्टेन गरिरहेको छ। यो गमलामा फुलहरू पनि बालेले गमलामा फुल साल्यो भन्छन् नि, त्यहाँ पनि सबै भाँडोमा सार्यो यो फुलहरू चाहिँ। सिक्ने भनेको बाहिरबाट नै त हो नि, अरूले गरेको देखेर त सिक्ने हो नि। यहाँ चाहिँ त्यो उतापट्टिको 3टा हाउस जोडेको होटल छ नि, त्योभन्दा पनि बिग होटल बन्दैछ अरे कि यो साइडमा चाहिँ, मरिना बेको साइडमा। त्यो चाहिँ गार्डन अफ बे भयो, त्यो डम हाउस भयो, 2टा डोम हाउस, एउटा चाहिँ क्लाउड हाउस, एउटा चाहिँ डोम हाउसभित्र फ्लावर भएको हाउस। यो सिङ्गापुर स्काई लाइन भयो। हामी चाहिँ पुग्यौँ ठाउँमा, हाम्रो रुम थियो पुगेको 22। यो चाहिँ बी लेभेन्डर होटेलमा थियो। यहाँबाट छट्ट लाएर अलि बाहिरको भ्यू पनि देखिन्छ, तर हामीलाई भ्यू हेरेर बस्ने फुर्सद चाहिँ हुँदैन। थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ, बाई बाई एभ्रिवान।